कति वर्ष अगाडि छिराइदिए बाटो केही बिग्रे छैन तर गाडी चाहिँ उता पारिएको छ यो जाडो हेर्नुस् न घाम यस्तो छ त्यो पनि जाडो ओ जाउँ यार अब टाइम भनेको रामन भयो के चिया हेरेर खाम भइसक्यो हाम्रो यहाँको दाइ पनि सब्स्क्राइबर हुनुभयो भर्खरै सब्स्क्राइब हाल्नुभयो उहाँले खोइ दाइ कहाँ पुग्नु फेरि चिसोले छाती बोलिरहेछ ओ रमेशसँग सबैलाई वेलकम छ आरएमपी ब्लगमा सो गाइस हामीले ब्लगिङलाई हाम्रो बाइक सब रेडी हानिसकेको छौँ अब केही समयपछि हामी राइडमा निस्किँदैछौँ किप वाचिङ अन्त अब एकैचोटि बाटोमा भेटौँला मोटो भ्लगिङ गर्न चाहिँ हामीले सकेन है मोटो भ्लगिङ नै हान्ने मोटो भ्लगिङ अब कहाँ बस्दै जान्छु बाटो देखाउँदै जान्छु मोटो भ्लगिङ नगरे नि पार्टीले पछाडिबाट मोबाइलले सबै भिडियो रेकर्ड हान्छ यहाँ दुईजना यसरी पार्टी भिडियो हेरिदिनु होला अब हामी नाटेको सबै रेडी भइसक्यौँ अब रमाइलो लिनु होला भिडियोबाट दामन आज हामी दामनमै गएर बस्ने भनेको है दामन ल अब हामी दामन जाने अब बाटोमा कहाँ बस्छौँ देखाउँछौँ रमाइलो ओ समीर सर के हो जाडो हुँदैछ कि ओ पेट्रोल घटेको होइन 3 रुपियाँ 76 कति हाल्ने 2000 को अब तेल हाल्दैछ दामनको लागि अब पार्टी हाम्रो बाइक स्टार्ट गर्दा नि हुन्छ त्यहाँ पुर्याउँदा नि हुन्छ 2000 को तेल हाल्दैछु अब हामी ल फाइनली हैन गाइज Okay. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that, spitting slow, spitting fast. I could roast, I could gas, think I'm okay at last, but I don't know if that can erase all the past. And the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble. हामी चाहिँ निज गर्ने रे आइपुग्यौँ अब यहाँ चिया खाने भयो केटाहरू चिया खाने यो कुन ल निज गर्ने रे आइपुग्यौँ केटाहरू बाडी ओ बाडी तिम्रो आँखा त रातो भएको हामी चिया खान्छौँ अनि अब यहाँबाट निस्किन्छ हामीसँग इनफ टाइम छ भन्दाखेरि पनि इनफ टाइम पनि छैन र टाइम पनि छ जतिखेर पुग्यो टाइम त आफ्नै हो ठिकै छ बाडी मोबाइल हेर्छु फोन चलाउन आएको छैन अब चाहिँ हामी चिया खान्छौँ अनि त्यसपछि चिया खाएर हिँड्ने होइन
being यो so चाहिँ पुरै हेर्नु है thoughts in my head are collapsing. फुल हेर्नु अनि मजा आउँछ Going off of my meds, no I'm not giving up, no I'm not giving in. I will make it to the top, taking off in the wind. I got Okay, हावा चेक गर्न बिर्सेछौ every day to taste it. I'm patient, but my mind it can hardly take it. I'm chasing a dream that I've had for Miss 7 गर्ने हो ages of bacon. Modern ए kingdom. मिस गर्न पनि छिरी है त्यहाँ खाएर अघि हिँड्यो I never got anyone's help. I had to do it all myself. ल पाठ ए बेगर म Never slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. अरे काले तू ब्लॉक में क्या को ब्लॉक हाम्रो यहाँको दाइ पनि सब्स्क्राइबर हुनुभयो भर्खरै सब्स्क्राइब हान्नुभयो उहाँले खोइ दाइ कहाँ पुग्नु फेरि अब हामी पनि जाने मोबाइल आएको छ नि दाइको फेरि दाइले चार्ज लिएर त्यहीमा खुसी छौँ गाइस हाम्रो फ्यामिली भेट्यो एकजना फ्यामिली बढ्यो है एकजना हाम्रो फेरि फ्यामिली बढ्नु भयो ओ उहाँ हाम्रो फ्यामिली युट्युब च्यानलको फ्यामिली हो हामीलाई अब फेरि चिया खानु मन लाग्यो होइन अब हामी चिया खानु जानु लागेको केटा हो के गर्ने हो चिया खाने होइन ओ हेलो सर हेन्सम बोय चिया खाने होइन चिया खाने होइन बेकरी सर कति आइपुग्यो यार हाम्रो राइड सफल हुँदैछ अगाडि बढ्दैछ भिडियोलाई अझै पनि भन्छु हेरिदिनु होला च्यानललाई सब्सक्राइब चाहिँ चिया खाने पत्ल्यामा आएर रोक्यो हामी अब चिया चिया खान्छौँ पानी कस्तो छ फिल कस्तो छ समीर राइडर चेन्ज ओ रमेश अङ्कल फाइनल्ली अहिले अब हामी पत्ल्याबाट नि हिँड्यौँ है लाग्यौँ हामी पत्ल्याबाट नि लाग्यौँ अब ओ राइडरहरू हिँड्नु भयो दामी अब चाहिँ जान्छौँ भिडियो हेर्दै गर्नु अगाडि अगाडि अब अफरोड अलिअलि आउँछ हेडमा घटेपछि सूर्यको कालोमा चढ्दाखेरि होइन हेटवटासम्म त त्यस्तो केही छैन हेटवटा कटेपछि अलिअलि अफरोड आउँछ त्यहाँ झन् मजा आउँछ ल जाउँ जाउँ सोधौँ न कताबाट जाने अब चाहिँ बाटो छुट्टिने ठाउँ आउँछ त यहाँ हो कि अगाडिबाट सिधै गएर फेरि त्यहीँ निस्किने हो क्या सिधै जाउँ न त्यहीँ निस्किने हो कि यो मान्छे एउटै ठाउँमा हो ओ पार्टी भित्र हाल्नुपर्छ बाहिर बाटो अलाउड छैन क्या त्यसले किन के गर्नु खोज्दै भयो फेरि पार्टी गर्छ नि त
केटाहरूले झिरको लागि व्यवस्था ओइ बेरे लगौँ उही काट्न मिल्छ यार किन काट्छ कति रे कति बाटी हामीले झिरको पनि व्यवस्था हान्यौँ अब भेटौँडा जाने होइन बस्ने हो र अब कतै नबस्ने अब बस्दिन नबस्ने पालुङ गएर बस्ने हो अब पालुङमा गएर बस्ने ल। हामी कता कता बस्छौँ हेरिरहनु होला भिडियो अब यहाँ हामी यदि बस्यो भने यदि हामी अर्को भिडियो मैले अघि त्यो हिमाल देखा जस्तो भाटी के अरे पहाड टाइपको देखाइदिन भनेको यिनीहरूले यस्तो मात्रै बनाएको त्यहाँ उब्रिन्छ यस्तो माथि देखिरहेको क्या अब हामी हिँड्न थालेको ल एक लट चाहिँ मुद्नुपर्छ केटा उता बाटोमा गरौँला नि ल राइडर चेन्ज भइसक्यो अब होइन अर्को राइडरले राइड गर्ने भनिरहेको छ यस्तो यहाँ पिकअप एक त पिकअप नदिइरहेको है ओभरटेक गर्ने यस्तो अप्ठ्यारो भइरहेको गाइस यता फुटबल चौडी रहेछ आर्मीहरूको उता चौडीमा फुटबल खेल्दो रहेछ हामी कहाँ हो अब हामी कहाँ नि पालुङ दामी ल अब चाहिँ हामी हिँड्छौँ भिडियो अझै हिँड्दै हान्नु होला अझै बाँकी छ ल त चिनिया बजार भर्खर थाहा भ्यू हेर्नु यति डाँडामा छौँ हामी त यस्तो घाम लागेको छ र घरतिर चाहिँ एक रति घाम देखेको छैन चिनिया बजार आइपुग्यो अब वाइफाई त सम्झिने पानी चम्किने राउन्डरै बोकेर आउनु पर्दैन घरको चप कत्रो चप हो यार 5 रुपियाँ खायो भने त यहाँ पनि छ ए खोइ सेलरोटी खाजा खाने अब यहाँनिर चुनिया बजारको खाजा दामी अब खाजा खान्छौँ बाटी हजुर के हो ए ल ठिक छ 5 रुपियाँ अङ्कल यहाँ पस्नु निकाल अबेला भयो भने चाहिँ अङ्कलले अब बस्ने अलिक काम छैन जस्तो छ टाइम कति लाग्छ अङ्कल 1.5 घन्टा लाग्छ कति बज्यो अहिले हामी हेरिदिनु त अङ्कल कति 4:30 बज्यो होला त्यहाँ यता उयसमा हो त्यहाँ छ बाटो अझै अबेला भयो अरे त हामी त यार अझै टाइम त लाग्छ अरे त नि चान्सुन 1.5 घन्टा कम्तीमा नि 1 घन्टा माथि नै लाग्यो कि कति चाहिन्छ 5 रुपियाँ त्यहाँ होला त नि त्यहाँ छ खै त ढकन त छैन ढकन उठ बस्ने चाहिँ वहीँ बस्ने हो होइन यस्तो पाएन भने ल त अङ्कल गएको है त सार्वजनिक शौचालय रहेछ ल पाटी किल्लामै हाम्रो पनि रहेछ 5 रुपियाँ ल के अरे ओ यताबाट हिँड ओ त्यहाँ पैसातिर त्यहाँ पैसातिर छैन त भिडियो फुल हेरिदिनु होला हाफ नहेरिदिनु होला रमाइलो हुन्छ भिडियो रमाइलो बनाएको छौँ सक्दो रमाइलो गर्ने कोसिस गर्छौँ नि त सक्दो ल त अब हामी यहाँबाट लाग्छौँ चिसो त लास्ट टाइम अलि ढिलो भयो अरे ल अब हामी जान्छौँ
फेरि आइपुग्यौँ केटाहरूको हालत यस्तो भएको छ जाडोले हातै कक्रेर बाइक के हाँक्न सक्ने भइसक्यो अब हामी जान्छौँ ढिलै नगरिकन रात पर्न आँटी यस्तो देखिएछ त्यही पनि यस्तो जाडो छ नि पुरै छोड्नु अब चाहिँ हामी जान्छौँ फेरि अब एकैचोटि हामी उहाँ कन्टेन्ट पायौँ हामीले है पछाडि हेर्नु त लामलुम छिराइदियो त्यहाँ बाटो साटो केही बिग्रेछ केही बिग्रेदैन कति वर्ष अगाडि छिराइदियो बाटो केही बिग्रेको छैन तर गाडी चाहिँ उता पारिरहेको छ यो जाडो हेर्नुहोस् न घाम यस्तो छ भने त्यो पनि जाडो ओ जाउँ यार अब टाइम छैन यार हामीसँग टाइम छैन ल ठिक छ ल हामी जान आँट्यो अब एकैचोटि दामन गर अब चाहिँ दामन गर ओपन हुन्छ है भिडियो हामी रुमसुम हेरेर आइयो गोरीसँग होटेलमा बसेछ दामन आइपुग्यो केटा हो दामन भन्दा भन्दै आइपुग्यो होटलको रुमसुम हेरियो बस्यो ब्याग सेक राख्यो अब यस्तो छेउछाउतिर नाइट भ्यू हेर्न हिँडेको केटाहरू यहाँ हिँड्न छन् चिकन सप होटेलमा रुमसुम लिएर यसो खुट्टा तन्काउँदै अब अघि बाइक आउँदा खुट्टा अड्कियो अब तन्काए कक्रियो तन्काउँदै हिँड्दै केटाहरूले जिरान्न खोजिरहन् हेरको लागि मासु लिँदै केटा हो दामनको चिसो खाइस् नि ल ठिक छ सरलाई हजुर सरलाई लालबन्दी यस्तो यो छ राति त्यस्तै आउँदो रहेछन् मन भन्ने ठाउँ चाहिँ हामी आइपुगिसकेको थियौँ है अब राति रमाइलो गर्ने भन्ने सोच छ बरेला ल बरेला रे साग तन्दु अहिले पाउँदैन नि त त्यो त असार साउनमा मात्रै हो जङ्गली सुनेको आन्टी यहाँ त स्नो फल पनि हुन्छ भने होइन कति समय पानी परेको भए अहिले हुन पर्ने हो पानी नेपाल परेन परेर नि निक्लिसक्ने बेला पानी नै परेको छ पानी परेको भए चाहिँ झरिसक्थ्यो है ओ पानी नै झरेको खासमा हामी स्नो खेल्न आएको स्नो खेल्न पाएन यार ल ठिकै छ त्यही पनि दामन आइयो अब जिरान्ने भने चाहिँ राति ठिक छ यहाँको स्पेसल के अरे तिमीले सक्दैनौ ओ स्पेसल के अरे गुराँसको रक्सी ए तेरीका बियरको बोतलको एक बोतल भन्छ कि त्यसलाई यहाँको गुराँसको रक्सी चाहिँ एक स्पेसल हो अरे आउनेलाई सिस्नुको नि रक्सी तरकारी चाहिँ हामी उतातिर खान्छौँ पालुङ अरे हाम्रो उहाँ कस्तो राम्रो राम्रो रहेछ है नाइट भ्यू अफ पालुङ दामनको यो गोरीशङ्कर होटलबाट पालुङको भ्यू पार्टी झिरको लागि पनि रेडी हुँदैछ है लाल ताल एउटा आउनु थाल्यो यत्रो आगोमा त दोस्त बलेर झल्केर सकिन्छ त्यो अनि के कोइला हुने बेलामा कहिले पर्खिने भाइ कोइला भइसकेपछि त हुँदैन त अनि भयो पार्टी यस्तै हो हेर अब कति जाडो छ धुए आएन यत्रो जाडो ल पार्टी यस्तो छ होइन हाम्रो चाहिँ अब अरूतिर कस्तो छ हाम्रो चाहिँ यस्तो छ पार्टीहरूको यस्तो छ हाम्रो चाहिँ यस्तो छ हामी चाहिँ यसरी बसिरहेछौँ मस्त छ जाडो चाहिँ अस्ति छ जाडो खाना आएको सर्लाईबाट दामन जाडो खाइयो मजाले अब भइन्छ ल दामी है कस्तो दामी आयो अति ल यस्तो भयो यहाँ चाहिँ डढेको यो कालो भएर है यस्तो अँधार भएर यस्तो भएको डढेको चाहिँ होइन तर यो चाहिँ यस्तो छ है अब पखेटाको पालो चाडो पखेटा दामी हो केटा कस्तो छ तँसँग कस्तो छ बाडी बाडी कस्तो मिठो मिठो ओ तपाईँले भन्नु न पार्टी मिठो भनेर हो एकदम बेस्ट अफ बेस्ट अवार्ड दिएला अब समीरलाई अवार्ड दिनुपर्छ हामीले जुत्ता खोलेर कुकुरलाई देखेर माया लाग्यो त
फाइनली दामन आइयो भिडियो देख्नुभयो हेर्नुभयो होला कस्तो लाग्यो भिडियो कमेन्टमा भन्नु होला भिडियो आज यहीँ हुनुहुन्छ राति 9 बजे भइसक्यो अब भिडियो यहीँ हुनुहुन्छ भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नु होला लाइक सेयर च्यानललाई सब्स्क्राइब अनि भिडियो सेयर सक्दो सेयर हानिदिनु होला है बिगिनर हो हामीलाई पनि यसो युट्युबमा आउने हैन वातावरण बनाइदिनु होला सबैजनाले हाम्रो युट्युब फ्यामिली है हाम्रो युट्युबमा फ्यामिली बढिरहनु भएको छ आज पनि बाटोमा एकजना बढ्नुभयो यसरी नै बढ्नु भयो भने झन् राम्रो हुन्छ सबैलाई ल ठिक छ अब भिडियो हुन्छ हस् त बाई